सटरडे आज पनि कार्डियो डे, त्यसैले हामी आज फुटबल खेल्न गइरहेको छौँ। सुदाम भाइको फोन आइसकेको छ। अब म यो कफी बनाउँछु, कफी खाएर चाहिँ फुटबल खेल्न जाने। कफीको लागि पानी पाक्दैछ। यो सस्तो राम्रो नेस्क्याफेको 5 रुपियाँवाला पुडी है, तयारी अवस्था छ। कफी खाएर दौडिहाल्ने, ढिलो पनि भएको केटा रिसाउँदै होला। 24 घन्टामा सबभन्दा मान्छेलाई मुस्किल काम भनेको बिहान उठ्नु, बिहान उठेर एकदम दिनभरिको तयारी गर्नु सबभन्दा मुस्किल काम हो। अघि नै यो फोन आएको, यताउता गर्दा ढिलो भयो। अब धेरै हालचाल नगर्ने। ल म फुटबलमा आइसकेँ। केटाहरू हल्ला गर्दैछन् है। ओ गाइज के छ? ल केटाहरू हल्ला गर्दैछन्। वाउ, कहाँ भाइ हेलमेट? भयोभरको बोसो घटाउने हो। मेरो भाइहरू सबै तयारी अवस्थामा बसिसकेका छन् है। म मात्र ढिलो भएर छु। अमित भाइको न्युयोर्कमा एक्सिडेन्ट, बाइकको तल चाहिँ बङ्गुर आएर चाहिँ भाइको यो हातमा र खुट्टामा चोट लागेको छ। ड्रेसिङ गर्न गएको छ, अहिले कुरा गर्छौँ। मेरो भाइहरू यहाँ छ। चोट हो। म ड्रेस लगाउँछु। केटाहरू साह्रै मजा गरिरहेको छ। हप्ताको 6 दिनसम्म आइतबारदेखि सुरुवारसम्म केटाहरू मजाले एकदम पावर लिफ्टिङ स्ट्रेन्थ एकदम मजाले जिम गर्छ। आज एक दिन चाहिँ कार्डियो। पहिला हामी सानोमा हामी ग्राउन्डमा खेल्थ्यौँ। 2 रुपियाँको बाजी, समोसा 2 रुपियाँ समोसा आउँथ्यो, बाजी आउँथ्यो। हामी 12-1 बजे बर्खा सर्खा घाम साम चैत वैशाख हामी केही पनि भन्थेनौँ, त्यसरी खेल्थ्यौँ। अब अहिले आएर यस्तो फुटसल सानो ग्राउन्डमा खेल्नु परेछ। अहिले विश्व पनि साँगुरिँदै गछ भने अब खेल्ने मैदान पनि साँगुरो हुँदै सानो गइरहेको छ। एउटा गाउँ विश्व एउटा गाउँ जस्तो भएको छ भने एउटा मैदान पनि एउटा कोठा जस्तो एउटा बााउन्ड्रीभित्र भयो जस्तो अहिले सानो मैदान भइसकेको छ। र यो मेरो बुटहरू मैले पहिले खेल्थेँ, अब त्यो बुटहरू राखेको थिएँ। अहिले चाहिँ सजिलो पनि भएको छ। यो फुटसलको बुटहरू छ, 3-4वटा बुट छ। टिम भयो, छनौट भइसक्यो। कतिको चोट लाग्छ मेरो भाइ? चोट त दाइ कुरै नगर्नु। यहाँ हातमा ट्याटु बिग्रिहाल्यो, घुँडामा लाग्यो, यहाँ लाग्यो, यो रिस्टहरू दुखिरहेको छ। यही फुटसल ग्राउन्डको लागि भनेर आउँदै थिएँ, त्यही 40-50 स्पिडमा थियो होला। यस्तरी त्यो अगाडि के अरे सुँगुर आइदियो कि दाइ, अब त थाहा नै पाएन। मेरो युट्युब 185 मात्रै थियो, मैले हेरेको पनि थिएन। यति राम्रो सब्सक्राइब भइसकेको रहेछ। अनि मेरो भाइहरूलाई चाहिँ यहाँ फुटसलबाट हामीले यहाँ कफी खान आयौँ। बाई बाई। र मेरो एउटा सब्सक्राइबको 50 रुपियाँ दिन्छु भनेर 201 भनेपछि पेड मात्रै हो है त, सानोतिनो मान्छे होइन। मेरो 800 रुपियाँ मैले दिन्छु, सब्सक्राइब गरेँ नि त। तिम्रो 800मा तिमीले कतिवटा गर्यो? 800 नै हो मेरो थियो। 185 थियो सब्सक्राइब थियो, 201 आइगयो। भाइहरूलाई चाहिँ आजको पार्टी तिमीले मेरो चाहिँ जति सब्सक्राइब बढ्छ 50 को दरले चाहिँ एउटा सब्सक्राइबको दिन्छु भने 201 आइसकेको छ। ल मेरो त्यहाँ 860 को बिल ठ्याक्क उठाइदिएछन्। 860 रुपियाँ मैले चाहिँ पे गर्नेवाला छु। 860 100 रुपियाँ 860 रुपियाँ मैले पे गरेछु। धन्यवाद दाइ, रमाइलो भयो। 860 रुपियाँ मेरो सब्सक्राइब गर्दै काट्ने गरेर 860 रुपियाँ मैले दिइसकेँ भाइ, पे गरिसकेँ। अब हामी घरतिर लाग्यौँ है।